पछिल्लो समयमा नेपालमा पनि क्रिप्टोकरेन्सी बिस्तारै चलाउँदै आइरहेको छ। तसर्थ क्रिप्टोकरेन्सी चलाउनका लागि एकदमै हेल्पफुल र एकदमै विश्वासिलो एप्लिकेसन भनेको बाइनान्स हो। आज म यस भिडियोमा रहेर तपाईलाई बाइनान्स एकाउन्ट कसरी क्रिएट गर्ने 2024 मा नयाँ मेथडबाट भन्ने कुरालाई सिकाउने कोसिस गर्दैछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब र यस भिडियोलाई एक लाइक अवश्य पनि गर्नुहोला। आउनुहोस् भिडियोलाई सुरु गरौँ। तपाईले स्क्रिन रेकर्डमा हेर्न सक्नुहुन्छ। यहाँ आफ्नो प्ले स्टोर ओपन गर्नुहोला र तपाईले बाइनान्स सर्च गर्नुहोला। बाइनान्स सर्च गर्ने बित्तिकै तपाईले सुरुमै बाइनान्स को एउटा एप्लिकेसन देख्न सक्नुहुन्छ। बाइनान्स बाइ बिटकोइन अर क्रिप्टो भनेर यसलाई तपाईले डाउनलोड गरेर इन्स्टल गर्नुहोला। मेरो अलरेडी डाउनलोड इन्स्टल भइसकेको छ। जस अन्तर्गत चाहिँ यहाँ ओपन गर्न चाहन्छु। ओपनमा टच गर्नुहोला। ओपन गरिसकेपछि बाइनान्सको एउटा छुट्टै इन्टरफेसमा लैजान्छ। अब यहाँ तपाईले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ साइन अप टु गेट 100 USDT ट्रेडिङ फी रिपोर्ट भनेर अप्सन देखिरहेको छ। यसलाई चाहिँ साइन अप गर्नुपर्ने हुन्छ। अरु तपाईले नहेर्नु होला। यहाँ चाहिँ तपाईले जुन इमेल र फोन नम्बरबाट पनि साइन अप गर्न सक्नुहुन्छ भने गुगल अकाउन्टबाट पनि साइन अप गर्न सक्नुहुन्छ। म चाहिँ डाइरेक्टली रुममा गुगल अकाउन्टमा जान चाहन्छु। यहाँ गुगल अकाउन्टमा क्लिक गर्नु होला। गुगल अकाउन्टमा क्लिक गरिसकेपछि तपाई कुन चाहिँ गुगल तपाईको मोबाइलमा जतिवटा गुगल अकाउन्ट छ त्यो सबै सो गर्नेछ। तपाईले कुन चाहिँ गुगल अकाउन्टबाट चाहिँ आफ्नो बाइनान्स अकाउन्टलाई भेरिफाई गर्न चाहनुहुन्छ त्यो गुगल अकाउन्टलाई टच गरेर ओके गर्न सक्नुहुन्छ। मैले एउटा गुगल अकाउन्ट चुज गर्छु र यसलाई अगाडि बढ्न चाहन्छु। यहाँ एकैछिन लोडिङ भइसकेपछि यस्तो खालको इन्टरफेस देखिन्छ र एग्री एन्ड शेयर भन्ने अप्सनमा टच गर्नुपर्ने हुन्छ। अब एकैछिन टाइम लिइसकेपछि यहाँ कन्फर्मेसन मागिरहेको छ। क्रिएट युअर अकाउन्ट भन्ने अप्सन देखिरहनु भयो। यहाँ कन्टिन्यूमा टच गरिसकेपछि यहाँ चाहिँ रेफरल आइडी अप्सनल भनिरहेको छ। तपाईले रेफरल आइडी लगाउन नि सक्नुहुन्छ। म रेफरल आइडी चाहिँ डिस्क्रिप्सनमा दिनेछु। त्यो लगाउन नि सक्नुहुन्छ। नभए यसलाई छोड्न पनि सकिन्छ। यहाँ भेरिफाई आइडेन्टिटीमा चाहिँ टच गर्नु होला। भेरिफाई आइडेन्टिटीमा टच गरिसकेपछि यहाँ पासकी मागिरहेको छ। यसलाई चाहिँ हामीले एड पासकी भन्ने अप्सनमा टच गर्नुपर्ने हुन्छ। अनि यहाँ चाहिँ तपाईले USB सिक्युरिटी की पनि राख्न सक्नुहुन्छ। युज डिफरेन्ट फोन अर ट्याब्लेट पनि राख्न सक्नुहुन्छ र डिस डिभाइस पनि राख्न सक्नुहुन्छ। सजिलो उपाय भनेको यहाँ डिस डिभाइसमा राख्नु होला। त्यसपछि आफ्नो प्याटर्न अथवा चाहिँ पिन नम्बर राखेर चाहिँ यसलाई एड पासकीमा क्लिक गर्नु होला। अब तपाईको बाइनान्स एकाउन्ट क्रिएट भइसकेको छ। यदि बाइनान्स एकाउन्ट यसरी क्रिएट गरेर मात्रै पनि हुँदैन। अब क्रिएट त भइसकेको छ। अब हामीले चाहिँ 7 मिनेट जस्तो लाग्छ। यसलाई चाहिँ पर्सनल इन्फर्मेसन, त्यसैगरी गभर्नमेन्ट इस्युज आइडी कार्ड र अरु धेरै डकुमेन्टहरु चाहिन्छ जुन चाहिँ तपाईको फेसहरु यताउता गर्नलाई खोज आँखा झिम्काउने सबै चीजहरु गर्नलाई हामीलाई अलिकति टाइम लाग्छ। यसलाई चाहिँ हामीले रेसिडेन्सीहरु अप्सनहरु चुज गर्नुपर्ने हुन्छ र यदि गरिसकेपछि हाम्रो बाइनान्स एकाउन्ट पूर्ण रूपमा क्रिएट हुन्छ र हामीले बाइनान्स भित्र सबै कामहरु गर्न सकिन्छ। अब यहाँ तपाईले देख्न सक्नुहुन्छ रेसिडेन्सीमा नेपाल चुज गर्नु होला। त्यसपछि कन्टिन्यूमा टच गर्नु होला। कन्टिन्यूमा टच गरिसकेपछि एकैछिन टाइम लिन्छ र फर्स्ट नेम, मिडल नेम र लास्ट नेम तपाईको नागरिकता अथवा चाहिँ तपाईको आइडेन्टिटी कार्डमा जे छ त्यसमा भएको जसरी लेखिएको छ त्यसरी नै लेख्नु होला। जुन चाहिँ क्यापिटल लेटरमा छ भने क्यापिटल लेटरमा लेख्नु होला र स्मल लेटरमा छ भने स्मल लेटर लेख्न सक्नुहुन्छ। त्यसपछि फेरि कन्टिन्यू गर्नु होला। कन्टिन्यू बटनमा थिचिसकेपछि कन्ट्री राइजन नेसनालिटीमा चाहिँ तपाईले टच गर्नु होला। जहाँ चाहिँ नेपाल भन्ने अप्सन छ यो टच गरेर चाहिँ तपाईले फेरि कन्टिन्यूमा टच गर्नु होला। र तपाईको डेट अफ बर्थ यहाँ सोधिएको छ। तपाईले डेट अफ बर्थ भर्नुपर्ने हुन्छ। अब तपाईले यहाँ देख्न सक्नुहुन्छ। यहाँ डेट अफ बर्थ इङ्ग्लिशको डेट अफ बर्थ राखिसकेपछि यहाँ कन्टिन्यूमा टच गर्नु होला र कन्टिन्यूमा टच गरिसकेपछि जस्तै यहाँ तपाईले रेसिडेन्शियल एड्रेस भनेको छ जुन चाहिँ तपाईको आइडेन्टिटी कार्डमा जुन चाहिँ एड्रेस छ त्यो राख्नु होला अथवा वार्ड अथवा चाहिँ जुनसुकै। अनि त्यसपछि तपाईले पासकोडहरु अलरेडी रूपमा यहाँ जुन चाहिँ पासकोड छ त्यो राख्न सक्नुहुन्छ। अब यहाँ तपाईले देख्न सक्नुहुन्छ यहाँ पासपोर्ट अनि त्यसैगरी चाहिँ आइडी कार्ड र ड्राइभिङ लाइसेन्स भनेर मागिरहेको छ। यसमा 3 वटा मध्ये तपाईसँग एउटा हुनुपर्ने हुन्छ। नेपाली नागरिकता छ भने चाहिँ तपाईको कम्प्युटरले टाइपिङ गरेर लेखिएको हुन्छ जुन चाहिँ गाउँपालिका अथवा चाहिँ जिल्लामा बनाएको नागरिकता त्योबाट चाहिँ हुन्छ र कुनै पनि ह्यान्ड
पहिला पुरानो खालको हातले लेखिएको नागरिकता छ भने चाहिँ त्यसले हुँदैन। सजिलो त अहिले तपाईसँग चाहिँ राष्ट्रिय परिचय पत्र छ भने चाहिँ एकदमै सजिलोसँग एप्रुभ हुन्छ, पासपोर्ट छ भने पनि सजिलोसँग एप्रुभ हुन्छ र तपाईसँग ड्राइभिङ लाइसेन्स छ भने पनि सजिलैसँग एप्रुभ हुन्छ। र यहाँ चाहिँ म चाहिँ आइडी कार्डमा टच गर्छु। आइडी कार्डमा टच गरेर चाहिँ यहाँ कन्टिन्यूमा टच गर्नुपर्ने हुन्छ। तपाईँको जे छ त्यसमा टच गर्नु होला र कन्टिन्यूमा टच गर्नु होला फेरि, अनि त्यसपछि अपलोड गर्दा पनि हुन्छ अथवा चाहिँ तपाईँले टेक पिक्चर विथ फोनबाट गर्दा पनि हुन्छ। म चाहिँ अपलोडमा टच गर्छु र कन्टिन्यू गर्छु। यहाँ चाहिँ भनेको छ म्याक्सिमम 10 MB को चाहिन्छ, जुन चाहिँ जेपीजी अनि जेपीजी PNG फर्मेटमा चाहिन्छ। यहाँ चाहिँ फ्रन्ट आइडी कार्डलाई अपलोड गर्नुपर्ने हुन्छ। यसलाई ग्यालेरीबाट चुज गरेर फ्रन्टलाई अपलोड गरिसकेपछि कन्टिन्यूमा टच गर्नु होला र त्यसपछि फेरि ब्याक साइडलाई पनि तपाईले स्क्यान गरेको जुन चाहिँ छ ब्याक साइडलाई पनि अपलोड गर्नु होला। ब्याकलाई नै अपलोड गरिसकेपछि तपाईले कन्टिन्यूमा टच गर्नु होला। कन्टिन्यूमा टच गर्नु होला, फेरि पुनः तपाईले यहाँ देख्न सक्नुहुन्छ र तपाईले फेरि कन्टिन्यूमा टच गर्नु होला। यति गरिसकेपछि डकुमेन्ट अपलोडेड भनेर अप्सन आइसकेको छ। अब फेरि कन्टिन्यूमा टच गर्नु होला र तपाईको अनुहारलाई स्क्यान गर्नेछ, तपाईले स्क्यान गर्नु होला र यहाँ अनुहार कन्टिन्यूमा टच गरेर अनुहारलाई स्क्यान गर्नु होला। Blink your eyes. यहाँ चस्माहरू खोल्नुपर्ने हुन्छ। चस्माहरू लगाएछ भने त्यसपछि Shake your head. Good. Nod your head. अब यहाँ चाहिँ भेरिफिकेसन कम्प्लिट भएको छ। यहाँ चाहिँ क्लोज गर्नु होला। अब तपाईको 24 घण्टाभित्र यसले चाहिँ भेरिफिकेसन पठाइसकेको हुन्छ। केवाइसी भेरिफिकेसन भइसक्छ र केवाइसी भेरिफिकेसन भइसकेपछि चाहिँ हामीले चाहिँ यहाँ ट्रेडहरू गर्न सकिन्छ। अहिले चाहिँ तत्काल रूपमा चाहिँ ट्रेडहरू गर्न सकिँदैन, केही पनि गर्न सकिँदैन हैन। अब यति गरिसकेपछि तपाईको 24 घण्टाभित्र चाहिँ यसले भेरिफिकेसन पठाउँछ। देख्न सक्नुहुन्छ पेन्डिङ मा रहेको छ। यहाँ चाहिँ हाम्रो आइडेन्टिटी कार्डहरू सबै भेरिफाई गर्नुपर्ने हुन्छ। लगभग मेरो चाहिँ तपाईलाई देखाउनका लागि मेरो अलरेडी रुममा बाइनान्स एकाउन्ट छ। तपाईलाई देखाउनका लागि मात्रै यो अकाउन्ट क्रिएट गरेर तपाईलाई सिकाइरहेको छु। यो भिडियो तपाईलाई कस्तो लाग्यो? यदि तपाईले पनि बाइनान्स एकाउन्ट सफलतापूर्वक क्रिएट गरिसकेपछि बाइनान्समा P2P ट्रेडिङदेखि लिएर यहाँ चाहिँ ट्रेडिङहरू कसरी गर्ने, बाइनान्स क्रिप्टोकरेन्सीहरू कसरी साट्ने र कसरी किन्नेहरू जानकारी लिन चाहनुहुन्छ भने कमेन्ट गर्न सक्नुहुन्छ। मैले P2P ट्रेडिङको योभन्दा अगाडि नै भिडियो बनाइसकेको छु। केही साथीहरूको अनुरोधमा मैले यो बाइनान्स एकाउन्ट क्रिएट गर्ने भिडियो पनि बनाउँदैछु। भिडियो कस्तो लाग्यो सल्लाह सुझाव कमेन्टको साथमा, कहाँ के बुझेको छैन तपाईले कमेन्ट गर्न सक्नुहुन्छ। त्यसको साथसाथमा आजलाई हामी छुट्टिन्छौँ। हवस् त, नमस्ते।